गाइज 1000 स्टेप निस्किरहेको छु म यहाँबाट अझै माथि छ 1000 स्टेप चाहिँ यता पनि पुरानो नेवारी स्टाइलको घरहरू नेवारी स्टाइलको भवनहरू चाहिँ प्रशस्त रहेछ अहिले पनि एसेन्ट हाउसहरू हिस्टोरिकल हाउसहरू यो जङ्गलमा बाघ चाहिँ पाउँदैन भाइ पाउँछ हेट डर मर्दै कुरा सुना यार गुड मर्निङ गाइज भेरी 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 वार्म वेलकम अनि 6:10 रहेछ बिहानको आज चाहिँ म काठमाडौँबाट मेरो अलिकति लामो यात्रा छ मतलब लामो त होइन तर काठमाडौँबाट अलिकति मेरो लागि चाहिँ लामो त्यो भएर अलिकति लामो यात्रा चाहिँ गएको थिएन गाउँभन्दा अनि आजको यात्रा चाहिँ मेरो दुईतिर गइरहेको छु ल गाइजहरू मर्निङ टाइम छ 6 बजे दामी आकाश देखिरहेको छ है अनि यो चाहिँ बानेश्वर चोक हो उता पारिपट्टि गएपछि दुईतिरको लागि बसहरू लाग्छ अनि लोकल बस दामी लागिरहेको छ है देखिरहेको छ आकाश अनि लोकल बस पनि हो लोकल बसको टिकट कति छ प्राइसिङ कति छ अनि बाटो कस्तो छ त्यसको चाहिँ धुलीखेलमा त्यस्तो विशेष कुराहरू के छ म तपाईँहरूलाई त्यो चाहिँ आज एक्सप्लोर गर्नेछु अनि बजेट ट्राभल भन्छ क्या अरे होइन पारिपट्टि जाउँ त्यसपछि अनि एउटा बस लिउँ धुलीखेलको लागि भनेर त्यसपछि अरू कुरा त छँदैछ गाइजहरू बिहानको टाइम चाहिँ बानेश्वर एरिया चाहिँ अलिकति स्टुडेन्टहरूको चापाचाप हुन्छ देखिरहनु भएको होला कलेज जाने त्यसपछि ट्युसनहरू जाने होइन अनि स्कुल कलेजपछि अब बिहान ट्युसन हुन्छ अनि स्कुल कलेज पनि लागिरहेछ त्योसँगै त्यो भएर पनि अलिक धेरै नै चाप देख्न सक्छौँ हामी सब स्टुडेन्टहरू हो हर तरिकाको मान्छे त 5% पनि छैन हो सबै स्टुडेन्ट गाइजहरू 5-7 मिनट पुगेपछि बल्ल बल्ल धुलीखेलको बस आयो यसमा जाने बानेश्वरबाट कति धुलीखेल 110 भन्नुभयो है लिनु त धन्यवाद गाइस म ठ्याक्कै धुलीखेल आइपुगेँ त्यति बेला 8 बजे 6:30 आएको होला अनि भन्दाखेरि त्यस्तै 1.5 घन्टा लाग्दो रहेछ अनि अब यहाँ आएपछि कता जाने भन्ने कुरा विचार गर्छु म है फर्स्ट टाइम आएको छु यो बाटो त आउनु त आएको तर उताबाट चाहिँ सिधै घरतिर गइन्थ्यो खोटाङतिर ल है बस पार्क चाहिँ यही नै रहेछ अनि यो बस पार्कलाई छोडेर उतापट्टि गयो भने चाहिँ पूर्व जाने रोड छ एउटा त्यो रोड छोडेर यतापट्टि आयो भने चाहिँ यो बाटो चाहिँ दोलखा जाने रहेछ दोलखातिरको यात्राको लागि चाहिँ यो बाटो रहेछ भने अब म चाहिँ भटिडाँडातिर जाँदैछु यहाँबाट अगाडि गएर यस्तो गएपछि भटिडाँडातिर जाने बाटो आउने रहेछ भन्ने कुरो थाहा भयो भर्खरै भटिडाँडा प्लस के अरे अर्को 1000 स्टेप अनि पुरानो
दुलीखेल बजार। अनि गाइजहरु अगाडि आएपछि चाहिँ दुईटा बाटो रहेछ। यताबाट गयो भने चाहिँ भट्टी डाँडा र हजार स्टेप रहेछ। अनि यो बाटोतिर गयो भने चाहिँ पुरानो दुलीखेल बजार आउँदो रहेछ। अनि म चाहिँ पुरानो दुलीखेल बजारतिर जान्छु एकपटक है त। हाम्रो पुरानो दुलीखेल बजार हेरौँ। अनि पुरानो खालको यो चाहिँ अब नेवारी कल्चर अनुसार घर रहेछ। नेवारी घरहरू। अगाडि एउटा बाघको मूर्ति पनि रहेछ। काठमाडौँ र अब ललितपुरतिरकै जस्तो पुरानो स्टाइलको नेवारी घरहरू रहेछ यता पनि। मलाई त थाहै पो थिएन त्यस्तो त। सानो गार्डन पनि बनाएको रहेछन्। उसलाई लानु लैजानु आऊ आमाले जाउँ उनलाई ल जाउँ जाने आऊ ल ल ल जाउँ जाउँ तिमी र म जाउँ ल आऊ जाउँ आऊ नजाने। अनि यसो लोकल सपहरू ट्रेडिसनल कुराहरू पनि पाउँदो रहेछ यतातिर। अनि यो चाहिँ पुरै ढुङ्गा बिछाएर बनाएको रहेछ। ढुङ्गै ढुङ्गा के रहेछ भाइ यताभित्र त स्टोनै स्टोनको रहेछ। ल गाइजहरू एकदमै एसेन्ट हाउसहरू हिस्टोरिकल हाउसहरू। यता पनि पुरानो नेवारी स्टाइलको घरहरू नेवारी स्टाइलको भवनहरू चाहिँ प्रशस्त रहेछ अहिले पनि पुरानो बजार भएर। अनि अलिकति अब ओझेलमा परेको ठाउँ हो यो दुलीखेलको चाहिँ पुरानो दुलीखेल बजार। तल अहिले मेन रोडले गर्दाखेरि सबै तलैतिर भइहाल्यो फोकसिङ भइहाल्यो। सेलरोटी पकाउँदा हुन्छ आमाहरूले। अनि जहाँ जहाँ नेवार बस्तीहरू छ जुन जुन ठाउँमा नेवारी कल्चरहरू झल्किन्छ नि त्यो ठाउँमा चाहिँ एकदमै मठ मन्दिरहरू चाहिँ धेरै नै हुन्छ कि। अब जस्तै पाटन एरियातिर भयो बसन्तपुर एरियातिर भयो अब काठमाडौँ के भन्दा भक्तपुर एरिया त सबै मन्दिरै मन्दिर छ। अनि प्रायः यस्तो किसिमको देवी देवताहरूको मठ मन्दिर चाहिँ नेवारी बस्तीहरूमा चाहिँ प्रशस्त देख्न सक्छौँ हामी। दुलीखेलको चाहिँ 7 नम्बर वडा कार्यालय रहेछ यहाँ। अनि यो खालको स्टोन चाहिँ नि सब स्टोनै स्टोन छ क्या। यो म जहाँदेखि आइरहेको छु नि परदेखि सबै ठाउँ स्टोनै स्टोन छ। पुरा स्टोन बिछाइएको रहेछ एकदम सफा तरिकाले बनाएको। दुलीखेल सङ्ग्रहालय रहेछ यहाँ। पुरै नेवारी कल्चर नेवारी भाइब्स दिने। मन्दिर जाने आमा मन्दिर जाने हजुर चढ्नु सक्नुहुन्न आउनु न म लगिदिन्छु बिस्तारै हुन्छ आउनु बिस्तारै लगिदिन्छु म। जानुहुन्छ मसँग टिका ल्याइदिनु केमा ल्याइदिनु आमा केमा ल्याइदिनु केमा बोकेर ल्याइदिनु क्या टिका तपाईँलाई ल्याइदिन्छु है त म। भगवती मन्दिर रहेछ यो चाहिँ। अनि एउटा गुड पोइन्ट भन्नुपर्दाखेरि चाहिँ पुरानो धुलीखेल बजारको नेवारी बस्ती छ एकदमै राम्रो छ। अनि म धेरै जस्तो काठमाडौँ र भक्तपुरको ललितपुरको नेवारी बस्तीहरू घुमिसकेँ तर यहाँ चाहिँ धुलीखेलको चाहिँ नेवारी बस्तीको यो एरिया चाहिँ अलिकति सफा लाग्यो है मलाई चाहिँ। मतलब यो अब पुरानो भाइब्स तरिकाको भए पनि मैले भनेको नेवारी बस्तीहरू फोहोर हुन्छ भनेको होइन तर भक्तपुर ललितपुर र काठमाडौँकै विभिन्न स्थानहरू भन्दा यो ठाउँको चाहिँ अलिकति सफा लाग्यो मलाई धेरै नै सफा छ है। ल गाइजहरु भगवती मन्दिरबाट चाहिँ यतापट्टि हेर्दा यस्तो देखिँदैछ तर अलिकति कुहिरो लागेर चाहिँ बर्बादै छ। यता अब भजन मण्डली भजन चलिरहेको छ। गीता मन्दिर
ब्लग बनाइरहेको छु म। कतिमा पढ्छौ है यताउता? 2मा पढ्छौ? के हो नाम? सम्राट के हो? पौडेल। तिम्रो दाइ हो? अनि स्कुल जानु साथी चाहिँ? ओ साथी स्कुल नजाने? स्कुल नजाने? ल किन? स्कुल जाऊ। ल गाइजहरु पुरै कुहिरो लागेर चाहिँ ढकमक्क भएछ। ल मैले अनि आमाको लागि भनेर टिका ल्याइदिएँ। अनि आमा निस्किन सक्नुहुन्न अरे। आमालाई टिका मागेर ल्याइदिएको छु त्यहाँ। अनि मैले चाहिँ माथि दर्शन पनि गरेँ मन्दिरको। ढोग्ने कामहरू त गरियो है। अनि यो ओल्ड धुलीखेल बजार चाहिँ स्मार्ट सिटीमा नै रूपान्तरण हुँदै रहेछ, भइरहेको रहेछ। किनभने घरको भित्ताहरूमा हामीले घर नम्बर त लेखेको टाँसेको देखेको छौँ, तर स्मार्ट भइसकेको छ। यो अर्थमा कि यो त्यो घरको त्यो भित्ताको त्यो घर नम्बरहरूमा चाहिँ एउटा क्युआर कोड पनि छ क्या। त्यो क्युआर कोडमा चाहिँ स्क्यान गऱ्यो भनेदेखि त्यो घरसम्मको लोकेसन चाहिँ अटोमेटिकली देखिन्छ। अब मैले यहाँ त देखाउने कुरो भएन, एउटा सेक्युरिटीको हिसाबले, मान्छेको प्राइभेसीको हिसाबले। अनि त्यो क्युआर कोडहरू छ क्या, म देखिरहेको छु प्रत्येक घरमा। अनि त्यो क्युआर कोडमा चाहिँ हामीले यदि स्क्यान गऱ्यो भनेदेखि चाहिँ त्यो घरसम्म पुग्नको लागि चाहिँ एउटा रोड म्यापै आउँछ। अनि त्यो तरिकाले पनि अलिकति स्मार्ट सिटी नै भइसकेको रहेछ यो ठाउँ चाहिँ। प्रत्येक घरहरूमा देखिरहनु भयो तपाईँले भित्तातिर, तर त्यो सेक्युरिटीको हिसाबले अब देखाउनु मिल्दैन मैले। तर प्रत्येकमा क्युआर कोड पनि छ यता। अनि म अघि जहाँबाट सुरु भएको त्यही आइपुगेँ। ल यहीँबाट सुरु भएको थिएँ। अब यहाँबाट चाहिँ म यो पुरानो धुलीखेल बजारलाई पनि छोएर उँभो जान्छु भट्टी डाँडातिर, प्लस 1000 स्टेपतिर। अनि यतातिर जाने हो अब चाहिँ। यो त अब उता भइहाल्यो, अघि आएको बस स्टप छ, बस पाइन्छ यतापट्टि, यता जाने। यो हो धुलीखेलको पुरानो बजार, पुरानो धुलीखेल बजार हो यो। धेरै पर आइसकेँ म हिँड्दै अनि धुलीखेल पिकनिक स्पट यता रहेछ। अनि मनोरञ्जन पार्कहरू माथि रहेछ जङ्गल। अनि धेरैवटा आइसकेपछि अब यहाँ एउटा गेट आयो। यो गेटबाट पनि उतै अगाडि नै होला सरकारी कार्यालयहरू यतै रहेछ सबै। सम्पूर्ण कुराहरू चाहिँ यतै रहेछ। अब यहाँबाट कता जाने हो, यो हो कि यो हो थाहा भएन। अनि गाइजहरू ठ्याक्कै यहाँ आएपछि एउटा कुराको निर्णय भयो। अनि यताबाट उता गयो भनेदेखि चाहिँ भट्टी डाँडा रहेछ, यता गयो भने चाहिँ 1000 स्टेप रहेछ। अनि यतातिर गयो भने चाहिँ म बोल्दै हिँड्छु है। अनि यताबाट गयो भनेदेखि अब भट्टी डाँडा पुग्नुको लागि चाहिँ अझै 3 किलोमिटर उता हिँड्नुपर्छ अरे। 3 किलोमिटर किन हिँड्ने होइन। अनि 1000 स्टेप चाहिँ यहीँबाट सुरु हुन्छ अरे, यो अगाडिबाट। त्यही भएर 1000 स्टेप चाहिँ लाग्यो है त। गाइजहरू अलिकति माथि आएपछि चाहिँ 1000 स्टेप सुरु हुँदो रहेछ यहाँबाट। यताबाट गयो भने गाडीबाट जाने, अनि 1000 स्टेप अब हिँड्नुको लागि हाइकिङवालाहरू छ भने चाहिँ यो बाटो ठिक रहेछ। ल 1000 स्टेप सुरु भयो है त। जङ्गलै जङ्गल हाइकिङ पो रहेछ त्यो त 1000 स्टेप त। ल तर एक्लै आउँदा नि रमाइलो हुँदो रहेछ है। ओए गाइजहरू, जङ्गलको बिचमा घरहरू। यता चाहिँ माता दक्षिणकाली मन्दिरको रहेछ यहाँ भित्रपट्टि। अनि 1000 स्टेप चाहिँ यतै नै हो। टु बी कन्टिन्यू गाइज। ओहो गाइज कस्तो कालो भित्र यार। गाइज 1000 स्टेप ऊ निस्किरहेको छु म यहाँबाट। अझै माथि छ 1000 स्टेप चाहिँ। अनि एकदम अनकन्टार जङ्गल छ हो। माथि 2 जना मान्छे हुनुहुन्छ, सानो नानी र बाबा होला। ल अझै उँभो जाउँ है त। यस्तो हेर्दा त पहिले त्यो स्वर्ग जाने बाटो भनेर फेसबुकतिर आउँथ्यो नि। अनि यस्तै भर्याङ देखिन्थ्यो, यस्तै सिँढी देखिन्थ्यो, अनि माथि चाहिँ सकेको देखिन्थ्यो नि, त्यस्तो देखिँदो रहेछ यार। तल्लो स्टेप सक्यो, बिचमा फेरि एउटा रोड आयो। यो रोड क्रस गरेपछि फेरि माथिल्लो स्टेप सुरु भयो। 1000 स्टेप भनेको छ।
1200 जति चढे जस्तो लाग्छ तर वास्तवमा चाहिँ कति चढे थाहा छैन मलाई पनि मास्तिर चाहिँ बस्तीहरू छ क्या रे अथवा समथिङ केही छ माथि किनभनेदेखि यसरी तार लगेर चाहिँ बिजुली टेलिफोन यस्तै नेटहरुको चाहिँ तार लगिरहेको देखिरहेको छु त्यसकारण पनि म यो कुरा भन्न सक्छु कि माथि समथिङ अनि म फर्स्ट टाइम आइरा हो यो ठाउँमा चाहिँ त्यो मैले अघि पनि भनिहालेँ त्यो भन्दा यतापट्टि त म कहिले आएको थिएन तपाईहरु पनि नयाँ हुनुहुन्छ भने म जस्तै फर्स्ट टाइम यो च्यानलमा आउनु भएको छ भनेदेखि चाहिँ च्यानललाई सब्स्क्राइब गर्नु होला भन्न चाहन्छु ओहो आज चाहिँ गजबको एक्लै हाइकिङ एलोन हाइकिङ भयो है त अर्को रोड भेट्यो फेरि स्टेपमा रोडहरु रहेछ अनि रोडलाई छोडेर उकालो निस्किने वातावरण पनि मिलाइएको छ 1000 स्टेप नामै छ अग्लै भइसक्यो त्यहाँ ल त्यहाँ मूर्ति थियो रहेछ भगवानको कसले भत्काएको किन भत्काएको थाहा भएन खतरै मान्छेहरु रहेछ यो बाटोभरि हिँड्दाखेरि अघिबाट हिँड्दाखेरि यति बेलासम्म एकजना मात्रै अंकललाई देखेको मैले नभए अहिलेसम्म कोही देखेको थिएन तल एकजना मान्छेहरु थियो तर उकालो निस्किने चाहिँ एकैजना अंकल मात्रै भेटेँ मैले हिँडेदेखि अंकल बिस्तारै आउँदै हुनुहुन्छ ल अलिकति माथि निस्केपछि गाइजहरु यस्तो ठाउँ आउँदो रहेछ शान्तिवन ल यहाँ त पार्क पो रहेछ त के हो यो बुद्धको पार्क रहेछ बुद्ध स्थान रहेछ अनि उहाँ अंकलले भने अनुसार त्यहाँ चाहिँ अब त्यहाँको एकजना पाल्दा हुनुहुन्थ्यो अरे उहाँ चाहिँ बुढो भएर आउनु छोड्नु भयो अरे अनि त्यो भएको हुनाले अब त्यहाँ जानको लागि चाहिँ अब अहिले ढोका बन्द रहेछ उता उतोबाट खाली छ तर घुमेर आउनु भन्नुहुन्छ त्यताबाट घुम्ने काम गरिएन अनि त्यसै पनि यहाँ पनि शालिग रहेछ त साहित्यकार गुरुप्रसाद मैनालीको चाहिँ शालिग रहेछ यहाँ अनि म भनिरहेको थिएँ तपाईहरुलाई अनि त्यहाँबाट चाहिँ धुलीखेल बजार चाहिँ देख्न सकिँदो रहेछ तर अब त्यो बुद्धको मूर्तिमा पुग्दाखेरि त्यहाँको अब रुखहरु पनि बढिसकेदेखि बाहिरबाट हेर्दाखेरि त्यो चाहिँ सुरुमा बनाउँदाखेरिको कुरा होला अब अहिले त देखिँदैन त्यसै पनि बिरुवाहरु बढेर अनि त्यो भएको हुनाले अब यता उकालै निस्कियो सरासरी नै जंगल त कालो छ अनि यसो चित्तोहरु चाहिँ पाउँछ अरे यहाँनेरि दिउँसो चाहिँ हुँदैन अरे साँझतिर लेक बेसी गर्दै गरेकोहरु हुन्छ अरे भनेको आउट अफ डेन्जर भन्दा चाहिँ बाहिर रहेछु म अलिकति ल गाइजहरु फाइनल्ली हिँड्दा गरेर यति टपमा आइपुग्यो टप चाहिँ यही नै होला सायद नै हो दिदी टप यही हो यता माथि जाने हो कि कता जाने अब यता माथि जाने हो दिदी उताको भन्दा कहाँ पुग्छ कति टाढा छ ए ल उता पनि जाउँ लाग्यो भरेतिर अनि मेन चाहिँ यता उभो जानु पर्यो देवस्थान यहाँबाट भ्यू देखिन्छ हस् धन्यवाद दिदी दिदीले भने अनुसार यहाँबाट भ्यू देखिन्छ अरे बिहानै आइयो र कोही पनि छैन दिउँसोतिर त हुन्छ होला मान्छेहरु यति बेला त
सायद म एक्लै हो क्यारे हो फाइनल्ली आइपुग्यो तर यदि राम्रोसँग अझै खुल्ला हुन्थ्यो भनेदेखि पृथ्वीनारायण शाह मात्र नदेखिने रहेछ यहाँबाट धेरै कुरा देखिने रहेछ अलिक खुल्ला नभएको हुनाले त्यति धेरै देखेला जस्तो छैन अनि जानुपर्ने चाहिँ यता रहेछ मन्दिरतिर ए ल यो रहेछ नि त ल टेलिफोनको टावर रहेछ यो अनि हाम्रो टावर चाहिँ यहाँ रहेछ त्यो अग्लो टावर यताबाट पनि झर्ने ठाउँ रहेछ कहिले नआइपुगेको ठाउँमा पो आइपुग्यो त वाह गाइज के हो गर्नु केही नदेखिँदो रहेछ अब यो खुल्ला भएको भएदेखि त अलिअलि देखिँदो रहेछ राम्रो ठाउँहरू अनि यतातिरको अब धुलीखेल बजारहरू पनि देखिन सकिँदो रहेछ यता काठमाडौँ देखिँदो रहेछ अब उता कुहिरो आउँदैछ खासै केही नदेखिने रहेछ अनि यो त अगाडि चाहिँ योभन्दा अगाडि आई थिङ्क यो बनाइरहेको टाइममा चाहिँ बिरुवाहरू सानो थियो होला त्यही भएर चाहिँ पुरै देखिन्थ्यो होला अब अहिले त कति वर्ष भइसक्यो बनाएकै अनि यो बिरुवा पनि भएर अग्लो भइसकेको छ सबै छलिरहेको छ क्या केही देखिँदैन रहेछ सबै रुख मात्रै हेर्न आए जस्तो त्यही पनि हाइकिङ त राम्रो छ आउनुहुन्छ भनेदेखि ग्रुप बनाएर आउँदाखेरि राम्रै छ अब त्यस्तै भ्यू टावर हेर्छु भनेर अब के अरे भ्यू टावर होइन यो त्यस्तै अब यहाँबाट सबैतिर हेर्छु भनेर चाहिँ त्यो एक्सपेक्ट गरेर नआउनु होला रियालिटी भर्सस रिल्स जस्तै हुन्छ त्यसरी आउनुभयो भने चाहिँ अब यहाँ आएर पनि हेर्छु भन्नुहुन्छ भने चाहिँ ऊ त्यो टेलिफोनको टावर छ एउटा त्यो टावरको टुप्पीमा चढेर हेरे मात्रै हो केही पनि देखेको छैन ऊ त्यति देखिरह्यो त्यो पनि अब छलिसक्यो अब यस्तो छ मैले भने नि तपाईँलाई ऊ त्यहाँ चढेर हेरे मात्रै हो अब त्यो त तपाईँहरूकै कुरा हो ल गाइजहरू केही पनि छैन कि सबै कुहिरो छलिसक्यो यदि यो रुखले छल्छ कुहिरो नहुने भनेदेखि पनि नि के भएको हो यसको छैन त नि जिउ त आदि नि खोइ पानी खान्छ कि बिचरा यार खै खान्छ त पानी साँच्चै खायो क्या हो यार खाँदो रहेछ त ल साथीहरू अब जति कुरा पनि यत्तिकै खुल्ला पनि हुँदैन केही पनि हुँदैन अब यहाँभन्दा ओह्रालैतिर झर्नुतिर लागौँ यो खुल्ला होला जस्तो छैन र अब अनि हातहरू धुनको लागि मुखहरू धुनको लागि पानीको पनि व्यवस्था चाहिँ रहेछ यहाँ यति सुविधा सम्पन्न चाहिँ ठाउँ रहेछ अनि गाइजहरू म चाहिँ माथिबाट तल झरेको ऊ माथि थियो अघिसम्म चाहिँ यो टावरदेखि उतापट्टि त्यो माथिबाट छ अनि यहाँ तल चाहिँ पुरै रेस्टुरेन्टहरू रहेछ क्या वरिपरि चाहिँ पुरा रेस्टुरेन्ट खोलेर बनाएको रहेछ तर किन हो सबै बन्द छ यतातिर जाने गेटहरू पनि बन्द छ यो रेस्टुरेन्टहरू पनि बन्द छ यतापट्टि सबैतिर रेस्टुरेन्ट मात्रै रहेछ अनि टरो स्टाइलको रहेछ यो त्यो अब खुल्ला भएको भएदेखि चाहिँ यहाँबाट हिमालहरू पनि देखिँदो रहेछ तर खुल्ला छैन त्यही भएर केही पनि देखिँदैन यदि खुल्ला हुन्थ्यो भने देखिने रहेछ उतातिर हिमालहरू पुरा ट्र्याप पो रहेछ त यार यता भित्र छिरेपछि त उता निस्किने ठाउँै छैन कताबाट निस्किने यार पुरै रेस्टुरेन्टभित्र छिरेपछि त यतै रहेछ कि त अन्त माथिबाट फेरि जानुपर्ने क्या घुमेर यार ट्र्याप जस्तो रहेछ त्यो त किन गाइजहरू धुलीखेल बजार है गाइजहरू धुलीखेल बजार राम्रो देखिरहेछ टाइम ल्याप्स लिनु पऱ्यो क्या एउटा ट्याक्क मिलाएर होइन लिनुपर्छ एउटा टाइम ल्याप्स त
सरी छ सबै कुरा छ ल गाइजहरू अनि यताउतिरपट्टि आएको राम्रो भ्यू देखिन्छ भन्नुभएको थियो त्यहाँ दिदीले पसलको अनि भ्यूहरू हेर्नु आएको भ्यू भन्दा पनि जङ्गल चाहिँ खत्रै देखिरहेछ तल बाटो रोडलाई छोडेर माथि निस्केपछि चाहिँ एउटा पार्क रहेछ बलभद्र पार्क म त्यहीँतिर निस्किरहेको छु ल बलभद्र पार्क र गाइजहरू यतापट्टिबाट चाहिँ रमाइलो देखिँदो रहेछ यो साइडपट्टि अनि अब खुल्ला दिनहरू भएदेखि त हिमालहरू पनि देखिन्थ्यो रहेछ अब खुल्ला छैन दिनहरू वातावरणहरू चाहिँ अलिक त्यस्तो राम्रो छैन त्यही भएर पनि अब त्यति खुल्ला त केही देख्न पाइएन त्यही पनि यतिसम्म देखियो राम्रो लागिरहेछ यदि खुल्ला हुन्थ्यो भनेदेखि ओहो अब तपाईँहरू यहाँसम्म च्यानल हेर्दै हुनुहुन्छ भनेदेखि सब्सक्राइब गर्नु होला भन्न चाहन्छु च्यानललाई चाहिँ अनि सब्सक्राइब गरेर चाहिँ अगाडि बढ्नु होला भन्न चाहन्छु एकचोटि सारा हेरौँ है टाइम ल्याप्स पनि लिउँ क्या अरे ल गाइजहरू एकदमै मनमोहक एकदमै सुन्दर दृश्य यदि खुल्ला हुन्थ्यो भनेदेखि यो हिमालहरू पनि हिम श्रृङ्खलाहरू पनि प्रशस्तै मात्रामा चाहिँ राम्रो तरिकाले देखिन्थ्यो आज खुल्ला छैन अनि खुल्ला नभएको हुनाले केही पनि देखेको छैन त्यही पनि एकदमै कुल फिल हुँदो रहेछ चिसो चिसो रहेछ यहाँनिर यहाँ आइपुग्दाखेरि चाहिँ अनि तपाईँहरू पनि आउनुभएको छैन आउनु होला मैले धुलीखेलदेखि नै भिडियो बनाएर अथवा भन्दा बानेश्वरदेखि नै भ्लग बनाएर लगाएको छु राम्रोसँग हेरेर आउन सक्नुहुन्छ अनि यातायातको सुविधा हुन्छ तलबाट चाहिँ हिँड्नुपर्छ 20-25 मिनट जति चाहिँ अगाडि आएर माथिसम्म टोटल धुलीखेल बजारदेखि त्यही 20-25 मिनट चाहिँ हिँड्नुपर्छ है माथिसम्म आउँदाखेरि माथिसम्मको मात्रै 20-25 मिनट होइन धुलीखेल बजार गाडीदेखि ओर्लन बित्तिकै चाहिँ बित्तिकैबाट त्यति चाहिँ हिँड्नुपर्छ एकदम बेस्ट प्लेस छ है त ल गाइजहरू म फेरि अब ओह्रालो झरिरहेको छु अहिलेकै जङ्गलको बाटो आउँदा पनि एक्लै जाँदा पनि एक्लै सधैँभरि एक्लै नै छु अनि अब चाहिँ भयङ्कर ठुलो जङ्गल छ तलसम्म धुलीखेलमा गएर चाहिँ खाजा चाहिँ ट्राई गर्ने सोचमा छु तल जाउँ त्यसपछि अब बाटोको त के देखाउने अघि आउँदा पनि बाटो त्यही बाटो आयो ल ल अब यो ओह्रालो बाटो यहीबाट झर्छु म चाहिँ है त ल हिँड कति पढ्छौ रे 6 मा कुन स्कुल हो सञ्जीवनी यो जङ्गलमा बाघ चाहिँ पाउँदैन भाइ पाउँछ हैट डर मर्दो कुरा सुना यार गाइजहरू छैला र चिउरा सबै मिसाइ मैले फर्स्ट टाइम ट्राई गरिरहेको छु योभन्दा अगाडि चाहिँ खाएको थिएन मैले सबै मिसाइ के छ ल यता गाइजहरू खाजा खाइयो अनि अब चाहिँ फर्किँदै गरेको यहीँबाट बिहान पनि यहीँ आएको अब अहिले पनि गाडीमा जाने हो एउटा गाडी लागिरहेछ पर्सनली त्यो गाडी पनि भेट्यो अब जाने हो यहाँबाट यो चाहिँ धुलीखेलको चाहिँ बस स्टप बस पार्क हो यहीँ आएर बस पार्क हुँदो रहेछ अब जाँदैछौँ हामी बानेश्वर जाने गाडी हो ट्याक्क लाइन लागिरहेको रहेछ अब त्यो पर्छ सिट पनि पाइयो थ्याङ्क यू सो मच च्यानललाई सब्सक्राइब गर्नु भन्न चाहन्छु सी यु है त बाई